हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू ब्लग सबैजनालाई। आजको ब्लग भनेको चाहिँ हाम्रो यता मूलपानीतिरको चाहिँ ब्लग रहेको छ। मूलपानी यता बुढे हाम्रो भक्तपुरको चाहिँ ब्लग रहेको छ। सबैजनाले अब ब्लगहरू हेरिदिनु होला, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। तपाईँहरूको सपोर्टले नै हामी अघि बढ्नेछौँ है। तपाईँहरूको सल्लाह, तपाईँहरूको सपोर्टले अघि बढ्नेछौँ। सबैजनाले सपोर्ट गरिदिनु होला। हाम्रो यता भक्तपुर चाहिँ यस्तो छ कि गाइज, दामी छ। मौसम पनि आज त्यस्तै छ, पानी आउन लागेको छ, तर पानी चाहिँ पर्न सकिरहेको छैन क्या। यस्तो छ है हाम्रो यो भक्तपुर, रमाइलो छ। सबैजनाले हेरिदिनु होला भिडियोहरू, लाइक एन्ड कमेन्ट गरिदिनु होला गाइज। म चाहिँ यस्तो ठाउँमा बस्छु क्या, यही भक्तपुरतिरै बस्छु। त्यही हो आजको यो ब्लगमा चाहिँ म बस्ने ठाउँको भिडियो पनि छ भनौँ न, ब्लग गरिरहेको छु। त्यही हो, गाउँ जस्तो छ, रमाइलो छ, आनन्द छ, जे होस् रमाइलो छ। यस्तो छ है ठाउँहरू चाहिँ। अब यहाँबाट चाहिँ टक्क भित्र जानुपर्छ। चिसो चिसो छ क्या आजको मौसम चाहिँ, पुरै पानी आउन लागेको छ। पानी चाहिँ पर्नै सकेको छैन, तर चिसो छ जे होस्। यो हाम्रो यता राइट साइडको चाहिँ यो जङ्गल चाहिँ हाम्रो निलबराई हो क्या। यो सबै घुम्ने ठाउँहरू चाहिँ राम्रै छ भनौँ न, पर्यटकीय स्थलको रूपमा पनि रहेको छ। अब मान्छेहरू शनिबारतिर चाहिँ प्रायः पिकनिक खान आइरहेको हुन्छ कि बाहिरबाट। ठाउँहरू रमाइलो छ भित्र पनि। कुनै दिन म यो ठाउँको ब्लग गर्नेछु। सबैजनाले भिडियोहरू हेरिदिनु होला, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला, होइन सेयर गरिदिनु होला। पछि यताको ब्लग लिएर आउनेछु म चाहिँ। यस्तो छ है यता ठ्याक्कैलाई चाहिँ हाम्रो यता के अरे निलबराई सरस्वती खेल भन्नुहुन्छ कि यो ठाउँलाई चाहिँ। यस्तो छ, जस्तो फिलिङ आइरहेको छ। यस्तो छ। अगाडि चाहिँ हाम्रो त्यो बलुवाखानी देख्न सक्नुहुन्छ तपाईँले पनि, पुरै पहाड जस्तो छ कि डेन्जर छ। यस्तो छ, रमाइलो छ। बाटो फेरि त्यस्तै छ है, पुरै अफरोड छ। यस्तै हो, ठाउँ चाहिँ बब्बाल लाग्यो कि जे होस्, बस्नलाई चाहिँ आनन्दपूर्वक छ है। ठिकै हो, यतिको चाहिँ हुनुपर्छ लाइफमा। बाटो त्यस्तै छ फेरि, होइन मजा आइरहेछ, जस रमाइलो भइरहेछ। बाटो फेरि अब बर्खा लागेपछि हिँड्न सकिँदैन कि गाइस, यस्तो हिलो हुन्छ क्या, चिप्लेर खट्टा लडिन्छ क्या। त्यही भएर अलिकति सेपाहरू चाहिँ हिँड्नुपर्ने हुन्छ। अहिले त बट अब त्यस्तो पानी त परेको छैन, सुक्खै छ बाटो, होइन बाइक हिँड्ने खालको छ। पानी पर्दाखेरि चाहिँ हिँड्न सकिँदैन क्या, त्यस्तो खतरा चिप्लिन्छ कि बाटो। यस्तै छ हाम्रो भक्तपुर सरस्वती खेल। जस रमाइलो लाग्छ आजभोलि, आनन्द छ ठाउँ पनि है। काठमाडौँ जस्तै लाग्दैन कि गाइज, काठमाडौँ भन्छ तर होइन काठमाडौँ जस्तो लाग्दैन, गाउँको जस्तो भाइब्स आउँछ कि पुरै गाउँघरतिर जस्तो छ, रमाइलो छ। मौसम हेर्नु फेरि आज पुरै पानी आउन लागेको छ, बट पानी आउन सकिरहेको छैन। रमाइलो लागिरहेछ मौसम पनि, पाखाहरू छ है, यस्तो छ क्या। अब यहाँको बाटो कहिले बन्यो, पुरै अफरोड छ। हेरौँ कहिले बन्छ, यस्तै छ।
आएको छ, अलिअलि छ। खेतीपाती चाहिँ फेरि राम्रो हुन्छ नि हाम्रो यता चाहिँ। ल फाइनली गाइस म चाहिँ आइपुगेँ। टक्क बाइक राखिदिनु पर्यो माथि। हजुर गाइस होइन होइन साथी ल्याउला चाहिँ फर्क्यो